ल म तपाईँहरूलाई आज म अहिले सानेपातिर छु होइन यो ललितपुरतिर छु म अहिले ललितपुर साइडतिर छु पाहाडी चाहिँ काट्नुभयो यो जुन यो तपाईँहरूले माटो देख्नुभएको छ नि यो माटो भनेको जुन यो एकदम राम्रो बनाएको थियो पहिला यहाँ हिँड्ने टाइल छ एकदम राम्रो भएको अहिले त पोहोर साल अहिले पुस भयो गएको 1.5 वर्ष पहिलाको जुन बाढीले उथलपुथल भएको थियो नि माटो यो अहिलेसम्म हो माटो आइसकेपछि यो अहिलेसम्म त्यो 1.5 वर्ष भइसक्यो ललितपुर महानगरले यो सफा सुग्घर गर्ने भन्ने कहिले पनि सोचेन बनाउनलाई चाहिँ बनाउने हेर्नुहोस् यस्तो राम्रो कति खर्च लगाएर यो बनाए तर बनाइसकेपछि फेरि यसलाई मेन्टेनेन्स गर्ने यसलाई अपरेसन गर्ने यो सुधार गर्ने छँदै छैन यस्ता बल्बहरू कति खर्च गरेँ त्यो छँदै छैन यो सेम कुरा यहाँ काठमाडौँतिर पनि जान्छ त्यो कुरा मैले यता भएको मैले देखाउन सकिनँ यो एकदमै यो बनाउन चाहिँ पुरै बनाउने खर्च चाहिँ गर्ने टेन्डर हाल्ने यसको एक्सपेन्डिचर गर्ने तर यो मेन्टेनेन्स कहिले पनि नगर्ने म तपाईँलाई अलिकति पुरै देखाउँछु त्यो ल हेर्नुहोस् यो कहिले चेत खोल्छ खै कमसेकम यो के अरे हाम्रो सीताराम हेचुलजीहरू चाहिँ महानगर प्रमुख हुनुहुन्छ ललितपुरको Turn right onto Sankata Marg. अनि यो चाहिँ यो पोहोर सालदेखिको छ हेर्नुहोस् त्यही ल हेर्नुहोस् यो अझै पनि यस्तो छ आमा हेत् कस्तो नबनाएको है हेर्नुहोस् त यो यस्तो कहिले यो बार लगाए कति खर्च गरेर लगाए यो वाल लगाए होइन यहाँ अन्त फोहोर यो कहिले पनि यो अब एकचोटि आइसक्यो कहिले पनि नहेर्ने चाहिँ फोहोर रात दिन यो बाटो कति हिँड्छन् बिहान मर्निङ वाक गर्ने कति हुन्छन् तपाईँहरूलाई जति सक्छु म देखाउँछु तपाईँहरूलाई हेर्नुहोस् यो सम्बन्धित ठाउँमा पुगेर 1.5 वर्ष भइसक्यो त्यो महानगर प्रमुख के अरे हाम्रो प्रहरी बलले चाहिँ बाटोमा गिटी राखेको चाहिँ उठाउँदैछु भनेर भिडियो चाहिँ राख्न सक्ने तर एकचोटि सम्बन्धित ठाउँमा चाहिँ यो हेर्ने ओर्ने बनाउने छँदै छैन नयाँकै पुरानो केही छैन किनभने त्यो सितै छैन ल हेर्नुहोस् त्यो चिटिक्क पारेर पहिलो काम त सफा सुग्घरमा त राखिदिएपछि त मान्छेले पनि त्यो स्वाभाविक त्यही सफा सुग्घरमा आएको आनन्द हुन्छ र आफूलाई पनि सफा सुग्घर राख्न कोसिस गर्छन् क्या बाहिर विदेशको कुरा धेरै गर्छन् हामीले चिटिक्क हुन्छ भन्छौँ यहाँ चाहिँ नहुनुको कारण के त हामी जनआवाज पनि कति बोल्छौँ कति गर्दैनौँ ल हेर्नुहोस् म तपाईँलाई केही बोल्दिनँ अब ल हेर्नुहोस् यो हेर्नुहोस् न यसको उपयोगिता कति छ मान्छे कति आएर बस्छन् कस्तो रेस्ट गर्छन् यो कति लाख यो थुप्रै खर्च भएको छ यो बनाउँदाखेरि त्यसको उपयोगिता कति भएको छ छैन हेर्नुहोस् ठ्याक्कै छैन मान्छे त्यहाँ बस्न खोज्छन् यो चटक्क राम्रो बनायो हुँदैन यो कति लाग्छ र यस्तै उजाड बनाइराख्नु पर्ने यहाँ बसिरहेको तर सफा सुग्घर केही गर्नु छैन रिभर साइडमा आनन्दले हो बागमती नदीको सफा सुग्घर कुरा मैले गर्नु छैन यो ढलहरू चाहिँ प्रशुद्ध नगरसम्म यसमा राम्रो पानी बग्न सक्दैन त्यो अर्कै कुरा हो तर बच्चा बच्चीहरू खेलिरहेको उनीहरूले के सिक्ने यति यो कुराहरू चाहिँ यो प्लास्टिकहरू यो सबै यो टिन सिन फोहोर हो बच्चाहरू यिनीहरूले यहीँ फोहोर देखेर यहीँ सिक्ने हो हरेक ठाउँमा यो पार्टी यस्तो राम्रो बनाएको छ यसको कहिले पनि राम्रो उपयोगिता भएन
एकचोटि यो सफासुग्घर बढाइदिए पनि हुन्थ्यो नि। यी बच्चाहरू यस्तो घुम्न आइरहेको छन्, साइक्लिङ गरेर आएका छन्। उनीहरूले के सिक्ने सानैमा? यी फोहोर नै उनीहरूको मानसिकतामा बस्नु। यो नयाँ इन्भेस्ट गर्नलाई चाहिँ टेन्डर कल गरेर खर्च गरिहाल्ने, तर बनेका चिजहरू चाहिँ फेरि त्यो मेन्टेनेन्स अपरेसन चाहिँ कहिले पनि नगर्ने। कस्तो प्रविधि आयो यो! फेरि म तपाईँलाई देखाउँछु ल। यो चाहिँ यो 1.5 वर्ष भयो। यो 1.5 वर्षको पहिलाको बाढीको हो। यो कति राम्रो यो ढुङ्गाको थियो क्या पहिला, कस्तो राम्रो थियो। यस्तो छोडिदियो, 1.5 वर्ष भयो। यहाँ बिहान यति भिड हुन्छ मान्छेहरूको मर्निङ वाकलाई। मर्निङ बिहानको समय यस्तै गरिनुपर्छ। अझै बर्खाको समय त हिँड्न सकिँदैन। कतिवटा बर्खा गए, कति के भए। यो सबै मैले चाहिँ ललितपुर महानगरपालिका अन्तर्गत छु। ऊ त्यो थाप्चाली पुल भयो। हेर्नुहोस्, केटाकेटी खेला कस्तो राम्रो ग्राउन्ड बनाइदिने। अब बनायो फेरि बनाउनलाई फेरि खर्च गर्छन्, तर बनाइसकेको छैन। यी तपाईँले प्लास्टिकहरू हेर्नुहोस्, यो 1.5 वर्ष आएको प्लास्टिकको लगाएको छ। 1.5 वर्ष आएको त बागमतीको जुन आएको थियो, अझै पनि त्यो प्लास्टिकहरू छ। यति राम्रो ठाउँ छ यो। बच्चाहरू यस्तो घुम्न आए। हस्, मैले देखाउनु खोजेको कुरा लामो भिडियो भयो। अब हेर्नु होला। बागमती यस्तो छ, बागमती म दोषै दिन्न। अब यसको लागि छुट्टै उ गर्नुपर्छ। तर यहाँ भएको बाटो हिँड्ने ठाउँमा त कमसेकम सफासुग्घर गरिदिनुपर्छ नि। हस्, धन्यवाद।